हेलो नमस्कार सम्पूर्णमा म नितु भण्डारी। मैले मेरो भिडियो जर्नीको आज 70औं भिडियो बनाइरहेको छु। धेरै खुसी लागिरहेको छ। सुरुमा डे 1 देखि स्टार्ट गर्दाखेरि र आजसम्म आइपुग्दाखेरि जे होस् राम्रै निर्णय गरेछु जस्तो लाग्छ आज आएर है त। सो मैले धेरै एजुकेसन फिल्डसँग एजुकेटरहरूसँग काम गर्दाखेरि अनि आफूले पनि टिचिङ गर्ने फिल्डमा चाहिँ वर्कसप गर्दा भनौँ अथवा नलेजको सेयरिङको कुरा हुँदाखेरि चाहिँ बच्चाहरूले कसरी सिक्छन्, किन ढिलो सिक्छन् अथवा उनीहरूले सिक्ने प्रोसेस के हुन्छ भन्ने कुराको बारेमा बुझ्दाखेरि धेरैपल्ट चाहिँ वर्किङ मेमोरी, लङ टर्म मेमोरी जस्ता वर्डहरू मेरो कानमा परिरहन्थे होइन। अनि मलाई चाहिँ कस्तो भयो भने यो के रहेछ, यसलाई चाहिँ बुझौँ। अलिकति त आफ्नो बुझाइ त थियो अलरेडी, तर अझै चाहिँ यसलाई राम्रोसँग बुझ्नको लागि मैले पढ्न थालेँ, स्टडी गर्न थालेँ र आफूले सिकेको कुरा मैले एउटा भिडियो बनाएर चाहिँ अपलोड गरौँ न भन्ने कुरा सोचेर मैले चाहिँ त्यसरी भिडियो बनाउन थालेको। अनि पार्ट 1 पार्ट 2 मैले अलरेडी अपलोड गरिसकेको छु। यो चाहिँ पार्ट 3 हो। मैले मेरो भिडियोहरू मेरो युट्युब च्यानलमा पनि अपलोड गर्न थालेको छु। त्यसको लिङ्क पनि मैले हजुरहरूलाई सेयर गर्नेछु है त। र आजको भिडियोमा मैले चाहिँ एउटा बच्चाको वर्किङ मेमोरी र एउटा एडल्ट वयस्क मान्छेको वर्किङ मेमोरीमा के डिफ्रेन्स हुन्छ भन्ने बारेमा कुरा गर्छु भनेको थिएँ। सो के हुन्छ भन्दाखेरि एउटा एडल्ट मान्छेको, वयस्क मान्छेको एउटा अघिल्लो मस्तिष्क जुन हुन्छ, प्री फ्रन्टल कर्टेक्स एरिया जुन हुन्छ, त्यो अलरेडी डेभलप भइसकेको हुन्छ, जसले गर्दाखेरि उसको वर्किङ मेमोरीको एरिया चाहिँ के हुन्छ त धेरै नै फराकिलो हुन्छ। एउटा वर्किङ मेमोरी भनेको एउटा टेम्पररी मेमोरी हो, तर पनि के हुन्छ त एरिया फराकिलो हुन्छ र त्यसमा के हुन सक्छन्, धेरै सूचनाहरू अटाउन सक्छन्, जसले गर्दाखेरि हामी जस्तो एडल्ट मान्छेहरूले त्यो सूचनाहरूलाई लिन्छौँ अनि तिनीहरूलाई चाहिँ स्टेप बाई स्टेप अर्गनाइज गर्छौँ र हामीले आफ्नो टास्कहरू चाहिँ के गर्न सक्छौँ, सजिलै कम्प्लिट गर्न सक्छौँ। त्यही पनि हामीलाई चाहिँ कति बेलामा चाहिँ गाह्रो भइरहेकै हुन्छ, हामी बिर्सिन्छौँ होइन। अनि एउटा बच्चामा पनि त्यही हुन्छ, तर के हुन्छ उनीहरूको चाहिँ मस्तिष्कको अघिल्लो भाग जुन हुन्छ त्यो त्यति डेभलप भइसकेको हुँदैन, डेभलप हुन स्टार्ट गरेको हुन्छ। त्यसले गर्दा उनीहरूको वर्किङ मेमोरीको एरिया झनै सानो हुन्छ र त्यसमा चाहिँ थोरै मात्रै इन्फर्मेसनहरू के हुन सक्छन् त अटाउन सक्छन् होइन। सो त्यसले गर्दाखेरि बच्चाहरूमा चाहिँ के हुन्छ त धेरै टास्कहरू उसले चाहिँ बच्चाहरूले इन्स्ट्रक्सन धेरै दियो र अनक्लियर इन्स्ट्रक्सन भयो भने पनि बच्चाले के गर्न सक्दैन, प्रोसेस गर्न सक्दैन सूचनाहरूलाई होइन। अब यसको इक्जाम्पल के छ भन्दा कुनै बच्चा चाहिँ नयाँ स्कुलमा आउँछन् अनि न्यू एडमिसन हुन्छ र त्यो बच्चाहरूलाई चाहिँ एज अ रुल पनि धेरै कुराहरू सिकाइन्छ। जस्तै यो एरियामा यो गर्ने हो, क्यान्टिन एरिया भयो, प्ले एरिया भयो है, अनि कुन टिचर, कुन आफ्नो प्लेस, कुन क्लास होइन, एउटा वासरुमकै कुराहरू भयो, न्यू साथीहरू हुन्छन् होइन, अब न्यू रुटिनहरू हुन्छ। अनि त्यसपछि हरेक कुरा न्यू हुँदाखेरि बच्चाहरूलाई चाहिँ त्यो के हुन्छ, उसको वर्किङ मेमोरी जुन हुन्छ नि, यस्ता यस्ता कुराहरूले इन्भाइरोमेन्टकै कुराले के भइसक्यो त अब के भइसक्यो भन्दाखेरि फुल भइसक्यो। वर्किङ मेमोरी चाहिँ के भयो, फुल भइसक्यो। अब त्यो बच्चा चाहिँ सिधै चाहिँ पढाइमा जाँदाखेरि पक्कै पनि उसको पढाइमा चाहिँ के पर्छ त असर पर्छ। अनि हामी के भन्छौँ त बच्चा चाहिँ नयाँ स्कुलमा आएर बिग्रियो, तर त्यस्तो हुँदैन। त्यो फेरि एकछिनको लागि हुन्छ। अब बच्चा चाहिँ त्यहाँ बस्दै जान्छ, एडजस्ट गर्दै जाँदाखेरि त्यो कुराहरू, त्यो त्यहाँ वर्किङ मेमोरीका कुराहरू बिस्तारै लङ टर्म मेमोरीमा के हुँदै जान्छन्, सिफ्ट हुँदै जान्छन् र वर्किङ मेमोरी चाहिँ के हुन्छ, खाली हुँदै जान्छ। र अब चाहिँ बच्चा चाहिँ पढ्न, सिक्न अनि हरेक कुराको लागि चाहिँ रेडी हुन्छ र उसले बिस्तारै चाहिँ आफ्नो के गर्छ त आफ्नो ट्र्याकमा जो आइहाल्छ होइन। अनि हामीमा पनि त्यस्तै हुन्छ। हामी चाहिँ कुनै नयाँ सिपहरू सिक्दाखेरि पनि यस्तै भइरहेको हुन्छ। जस्तै हामी गाडी चलाउन सिकेका हुन्छौँ अथवा केही कुराहरू सिक्दाखेरि हामी सुरुमा चाहिँ त्यहाँ एडजस्ट गर्नको लागि होइन एकदमै धेरै गाह्रो हुन्छ, तर बिस्तारै त्यो गर्दै जाँदाखेरि त्यो त्यहाँ भएको वर्किङ मेमोरीका सूचनाहरू चाहिँ लङ टर्म मेमोरीमा के हुन्छन्, सेफ हुन्छन् र इफर्टलेसली हामी केही दिनपछि त्यो इफर्टलेसली हामी त्यो कामहरू कम्प्लिट गर्न सक्छौँ। इभन थाहा पनि पाउँदैनौँ हामीले काम कसरी कम्प्लिट गऱ्यौँ भनेर होइन। यो माइक चाहिँ अलिकति तल गइरहेको थियो है। अब हामीले चाहिँ अर्को कुरा, वर्किङ मेमोरीलाई अझै चाहिँ कसरी खाली बनाउने र बच्चाहरूलाई चाहिँ सिकाउने कसरी भन्ने कुरामा चाहिँ अब मैले थोरै यसको बारेमा कुरा गर्न खोजेँ। जस्तै अब त्यसका पहिला त एउटा तरिका के हुन्छ भन्दाखेरि रिपिटेसनकै तरिका हुन्छ। जस्तै त्यही कुराहरू, त्यही सूचनाहरूलाई चाहिँ बच्चाहरूको माइन्डमा चाहिँ फिड गर्दै 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 गइयो भने त्यो के हुन्छ त, त्यो सूचनाहरू बिस्तारै चाहिँ लङ टर्म मेमोरीमा सेफ हुन्छ र त्यो बच्चाले चाहिँ के गर्न सक्छ त,
अब उसको लङ टर्म मेमोरीबाट उसले चाहिएको बेलामा चाहिँ रिकल गरेर सम्झेर त्यो काम चाहिँ के गर्न सक्छ त कम्प्लिट गर्न सक्छ। एउटा रिपिटेसनकै कुरा भयो। अर्को कुरा के हुन्छ भन्दाखेरि चङ्किङ भनेको सूचनाहरूलाई चाहिँ थोरै थोरै होइन एउटा पार्टमा टुक्राएर दिने हो भने पनि चाहिँ के हुन्छ त बच्चाले चाहिँ के गर्न सक्छ त्यो सूचनाहरूलाई चाहिँ एउटा पार्टमा पाउँदाखेरि उसलाई चाहिँ प्रोसेस गर्न सजिलो हुन्छ। जस्तै हामी कुनै बच्चालाई चाहिँ अथवा कसैलाई पनि हामी चाहिँ एउटा फोन नम्बर भन्छौँ भने 98570 भनेर भन्यो भने त्यो बच्चाले अथवा हामीले पनि झ्याप्पै त्यो नम्बरहरू सम्झिन सक्दैनौँ। तर त्यो नम्बरहरू पछि रिपिट गर्दै जाँदाखेरि अनि हाम्रो लङ टर्म मेमोरीमा जान्छ र हामी त्यो नम्बरहरू फेरि पनि के हुँदैनौँ बिर्सिँदैनौँ। जस्तै हामी 2 1 2 2 2 4 भन्ने कुराहरू सानैदेखि सिक्दै आइरहेका हुन्छौँ अथवा कुनै जस्तै स यो थुङ्गा यो पनि हामी सुन्दै आइरहेका छौँ सिक्दै आइरहेका छौँ। त हामी त्यसलाई चाहिँ रिकल गर्नको लागि भन्नको लागि हामीले चाहिँ सम्झिनु पर्दैन किनभने त्यो हाम्रो लङ टर्म मेमोरीमा गएर सेभ भइसकेको छ होइन। अनि अर्को कुरा बच्चामा चाहिँ के हुन्छ भन्दाखेरि धेरै कुराहरू बच्चाले सुनेर सम्झिन सक्दैन होइन। सुनेर उसले सम्झिन उसलाई गाह्रो हुन्छ। सो त्यस्ता नलेजहरू त्यस्ता कन्टेन्टहरूलाई हामी चाहिँ यदि रियल अब्जेक्टसँग र केही कुराहरू भिजुअल होइन अनि भयो अनि अझ त्यो पनि नभएर कोही कुराहरू छोएर समातेर अनि उसले फिल गर्न पाएर यदि ऊ त्यो सूचनाहरू लिन्छ भने उसले देखेर होइन सुनेर अनि चाहिँ फिल गरेर यो तिनतिरैबाट उसले जब सूचनाहरू लिएर आउँछ भने त्यो सूचनाहरू चाहिँ के हुन्छन् त कम्बाइन हुन्छन् र त्यस्ता सूचनाहरू चाहिँ के हुन्छ छिटै चाहिँ लङ टर्म मेमोरीमा चाहिँ के हुनसक्छ त ट्रान्सफर हुनसक्छ र वर्किङ मेमोरी के हुन्छ त खाली हुन्छ है। सो तिनवटा तरिका छन्। एउटा रिपिटेसन गरेर एउटा चाहिँ पार्टहरू सूचनाहरूलाई पार्ट गरेर बच्चाहरूलाई दियो भने चाहिँ बच्चाले बिस्तारै प्रोसेस गर्दै जान्छ र त्यो सूचनाहरू लङ टर्म मेमोरीमा सिफ्ट हुन्छ। र अर्को कुरा के हुन्छ भन्दाखेरि यो सुनेर मात्रै हुँदैन। यसलाई चाहिँ के गर्ने एउटा कुनै भिजुअल टाइपको अब्जेक्ट देखाएर हुन्छ भिडियो प्ले गरेर हुन्छ अथवा रियल अब्जेक्टलाई टच गरेर फिल गरेर हामीले चाहिँ उनीहरूलाई अनुभव गर्ने मौका दियो भने चाहिँ के हुन्छ त वर्किङ मेमोरीबाट धेरै सूचनाहरू चाहिँ छिटै चाहिँ लङ टर्म मेमोरीमा चाहिँ के हुन्छन् त ट्रान्सफर हुन्छन्। र आजको लागि भिडियो यति मात्रै। भोलिको भिडियोमा भोलिको पार्टमा मैले अर्को यसको नेक्स्ट टपिकको बारेमा कुरा गर्ने नै छु। हस् अहिलेको लागि नमस्कार, बाई बाई, गुड नाइट।